नमस्कार सबैजनालाई। आज मैले हजुरहरूका लागि घरमै तयार गर्न सकिने स्वादले भरिपूर्ण र सबैलाई मनपर्ने टमाटो राइस बनाउने तरिका लिएर आएको छु। यदि हजुरहरूलाई छिट्टो मिठो र फरक स्वादको खाना मनपर्छ भने यो रेसिपी तपाईँहरूका लागि एकदमै उपयुक्त छ। भिडियो अन्तिमसम्म हेर्नुहोला किनकि बीचमा केही साना साना टिप्सहरू साझा गर्नेछु जसले तपाईँहरूलाई टमाटो राइस बनाउन अझ स्वादिष्ट र रेस्टुरेन्ट जस्तै बनाउन मद्दत गर्नेछ। भिडियो मन परे लाइक शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब सुरु गरौँ टमाटो राइस बनाउने तरिका। टमाटर राइस बनाउनको लागि यसमा चाहिँ मैले एउटा कराईमा लगभग 2 ठुलो चम्चा चाहिँ यसमा तेल राखेँ। तेल तातो भइसकेपछि 1 चम्चा जिरा राखेँ अनि त्यसपछि थिचेको लसुन राखेँ अनि खुर्सानी राखेर त्यसपछि चाहिँ मैले यसमा पियाज राखेँ। यसमा मैले पियाज लगभग मिडियम साइजको 2टा पियाजलाई काटेर राखेको छु। अब यसरी राखिसकेपछि अनि पिरो हजुरहरूले धेरै खानुहुन्छ भने अझै एउटा हाल्न सक्नुहुनेछ। मैले चाहिँ एउटा मात्र हालेको छु। अनि त्यसपछि चाहिँ मैले यसमा थोरै दाल राखेँ अनि त्यसपछि यसमा मैले मुङफली अर्थात् यसमा बदाम जुन बदाम छ त बदामलाई राखेर अनि यसलाई राम्रोसँग मिक्स गर्दैछु। यदि हजुरहरूले जिरासँगै बदाम र हजुरहरूले चाहिँ जुन दाल छ त्यसलाई पनि राख्न सक्नुहुनेछ सँगै, नत्र पछि राख्दा पनि हुन्छ मैले जस्तै गरेर। अनि स्वादअनुसार नुन राखेँ, थोरै बेसार राखेर राम्रोसँग मिक्स गर्दैछु। यसरी हजुरहरूले यसरी राम्रोसँग मिक्स गरिसकेपछि अनि त्यसमाथि मैले टमाटर राखेँ। टमाटर लगभग यसमा चाहिँ मिडियम साइजका 3टा टमाटर छन्। 3टा टमाटरलाई यसरी मैले चाहिँ लोकल टाइपको जुन टमाटर छ त्यसलाई लिएको छु किनकि लोकल टमाटरमा हल्का अमिलोपन बढी हुन्छ, त्यसले गर्दा चाहिँ एकदमै मिठो हुन्छ। जुन टमाटो राइस चाहिँ एकदमै मिठो हुन्छ। अनि यसरी राम्रोसँग यसलाई मिक्स गरिसकेपछि अब यसमा चाहिँ मैले याड गर्न जाँदैछु मसला। यसमा मैले जिरा र धनियाँको पाउडर राखेँ 1 चम्चा पनि अनि त्यसपछि मैले यसमा गरम मसला 1 चम्चा राखेँ अनि त्यसपछि यसलाई एकै बेर पकाइसकेपछि मिक्स गरेर एकछिन केही बेर पकाइसकेपछि यो यतिको भइसकेको छ। अब यसलाई मैले राम्रोसँग ढक्कन लगाएर पकाउन जाँदैछु। यसरी ढक्कन लगाएर पकाउनु पर्ने हुन्छ जबसम्म यो राम्रोसँग पेस्ट बन्दैन तबसम्म चाहिँ यसलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। यसरी टमाटो राइसको पेस्ट राम्रोसँग बनिसकेपछि हजुरहरूलाई बाहिर नै यस्तो महँग बास्ना आएको हुन्छ नि, मतलब स्मेल यस्तो मिठो आएको हुन्छ कि हजुरहरूलाई बाहिरबाट नि थाहा हुन्छ कि हजुरहरूले टमाटो राइस चाहिँ एकदम मिठो भएको छ भनेर। टमाटो राइस एक्चुअली भन्नुपर्दा पुलाउ अनि त्यसपछि बिरयानी छ नि त्यसलाई पनि टक्कर दिने खालको यो एकदमै मिठो बन्छ। टमाटो राइस एकदम छिट्टो एकदम मिठो बन्छ। अनि त्यसपछि हामीले राम्रोसँग पेस्ट तयार गरिसकेपछि अब चाहिँ टमाटो राइस जुन टमाटोको ग्रेभी बनिसकेको छ त्यसपछि यसमा हामीले राइस राख्नुपर्ने हुन्छ। राइस चाहिँ मैले फ्रेस राइस राखेको छु। फ्रेस राइस राखेर यसलाई राम्रोसँग मिक्स गरिसकेपछि हामीहरूको टमाटो राइस चाहिँ बिल्कुल रेडी भइसकेको छ। यसरी हजुरहरूले यदि टमाटोलाई चाहिँ यसरी मिक्स गरिसकेपछि लगभग 2 मिनेट ढक्कन लगाएर पकाउँदा पनि हुन्छ, नत्र चाहिँ यत्तिकै मिक्स गरेर खान सकिन्छ। यति टेस्टी हुन्छ यो रेसिपी। हजुरहरूलाई छिटो मिठो र अलग स्वादमा चाहिएको छ कुनै रेसिपी भने यो रेसिपी हजुरहरूको लागि पर्फेक्ट रेसिपी हुन्छ। ट्राई गर्नुहोला। एक पटक खाएपछि म ग्यारेन्टीका साथ भन्न सक्छु कि हजुरले एक पटक खानुभयो भने पटक पटक यो टमाटो राइस घरमा बनाएर खानुहुनेछ। टिफिन नास्ता अथवा डिनर लन्चको लागि पनि एकदम बेस्ट हुनेवाला यो टमाटो राइस हजुरको लागि एकदम पर्फेक्ट हुनेवाला छ। हजुरले पनि ट्राई गर्नुहोला। आज चाहिँ मैले बनाएको टमाटो राइस कस्तो भयो कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। अब भोलि फेरि म अर्को नयाँ भिडियोका साथ उपस्थित हुनेछु। आजको लागि यति नै। ओके, बाइ बाइ।